साथीहरु आज चाहिँ हामी अब जान्छौँ राइडमा हैन हाम्रो केटाहरु आइसकेका छन् सबैजना काले भइ यता हेर के तेरो कालो थोप्लो देख्दै हाम्रो मनितले आज हान्छ स्टपी ल त्यही हो अब जियार राई चाहिँ ठ्याक्कै निस्किन्छौँ हामी चाहिँ जियार पनि आइसकेको छ चाहिँ ब्याग उतिनी अर्को फेरि त्यहाँ छन् मनि चाहिँ हाम्रो केटाहरु चाहिँ सबै रेडी भइसक्यो म चाहिँ आज मनिषसँग बस्नु लाग्छ होइन मेरो चाहिँ अब हालत पन्चर भएको छ आज हिजो फुटबल खेल्न गएको हालत पुरा त्यो भएको क्या हालत चाहिँ लागेर र हाम्रो दीक्षान भिडियो चाहिँ देखाएन होइन त्यही हो अब हामी चाहिँ यहाँदेखि निस्किनेवाला छौँ धेरै रफ्न है यस्तो अहिले काले रुक 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 ल ल ल केटाहरू रङ साइडमा फायर छ यो त म बस्दैन ब्याग एक्सचेन्ज भइसकेको छ अब म चाहिँ यहाँ बस्नेवाला छु त्यहाँ चाहिँ हल्का अलि ठुलो मन छ मेरो त्यही भएर यता आइसकेको छु अर्को साथी बस्ने भनेर त्यहाँ चाहिँ पुरा आफ्नो गर्लफ्रेन्डलाई कल गरिरहेको छ चोरले ओए आशिक मस्ताना गाह्रो छ केटाहरूलाई त्यही हो केटाहरू निस्किसकेको छु अब ल म पड्काइदेऊ ल हामी चाहिँ नवलपुर ल्यान्डिङ भइसक्यो बाटो ब्लक भएको अवस्था गाइजहरू ल पड्काइदेऊ ल केटाहरू सबैजना हो जोसमै छन् हाम्रो चाहिँ फिक्स चोकदेखि अब भटभटेमा माया भटभटेमा गइरहेको छ सब पछि छन् भन्ने यो तपाईँ मार्छ अब हामी सर्न जाँदैछौँ पुरा फायर क्रस गर्छ नै फायर त्यसको पनि गर्नु त लाग्छ डर लाग्छ डर लाग्यो बट्टा ल आउँदैछन् केटाहरू ओए त्यो त मार्छ राइट चाहिँ एकदमै रमाइलो हुनेछ होइन केटाहरू सारी
यहाँ चाहिँ हाम्रो अमन साथीको फोन आएको छ ऊ चाहिँ अब घरमै थियो के भएको थियो चाहिँ आइसक्यौँ केटाहरू सबै फायर छन् कि केटाहरू त जोसमा छन् काले बोल्यो फेरि ल बिस्तारै हान होइन अब हाम्रो साथीले चाहिँ स्ट्यान्ड हान्नु लाखन बिस्तारै हुन्छ नगरेछ बसन्ती भन न के हो त्यो बसन्ती आयो ले बाबा हाम्रो कालेले पनि हान्छ है हाम्रो कालेले पनि हान्छ केटाहरू सबै छन् राइडरहरू र हेर्नु सब दर्शक पनि आए यस्तो छ लभली 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 जस्तो अब ल त्यस्तो त हान्दिनँ होला त्यति ल अर्कोले हान्न लाग्छ बिस्तारै बिस्तारै ल बबाल छ मनित गर्दा नि के भने डर लाग्दैन ए हाम्रो यहाँ स्टन्ट ल गयो ल बबाल बसन्तीलाई किन्ने नै हान्न सक्छ बसन्ती हो बसन्तीको ओनर आममा अब लड्दैछौ कि साथी ट्राई हान्न राख बाबुले भयो बाबु तिमी अब गर्छौ हाम्रो घोराइको राइडर गाडा मुडम जान न ल एकछिन बसेको छ हाम्रो लमैदेखि आएन न दोस्तहरू आफ्नो परिचय देऊ न यार मेरो नाम चाहिँ चौधरी म चाहिँ लमैको हो ल हामी त सब घोराइ अनि एउटा साथी चाहिँ अगाडि लमैको ल त्यही हो अब रमाइलो गर्नुपर्छ यार छ त काले हेर्दा back. Ini punya harga teh online kan tadi. Harga. Bola. Kata harga lu. Baikkom mobil जिंदाबाद को मच्चायो मुजी कालेले को मच्चे त दुईटा के हो त्यस्तै मच्चिने ए हामीहरुमा त पछाडी अब मोला के गर्लान उली गरिनी हुँदैन कि दादा भलकमा राख्नु बोलम ए सरी पी पारे फेरि नहाले त्यो ब्लग ल ल इबिएस हुने इबिएस हो अब माने चाहिँ चाबी अर्को जाक्योला ओए क्या उलियो ल अमन दोस्त गयो ल ओए हेरेर गर है केटाहरू जाके होला फेरि कसले केही नहोस् केटाहरू जे समयले भएको छैन अर्कोचोटि नै आउनुपर्छ है ल केटाहरू सक्या त होइन भलक छ हाम्रो भाइ
हिँड्दा झन् बबाल ल हान्यो 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 ल बबाल तिमी कहाँ थियौ दुईटा लपरे खान त हुन्छ ल ल ठिक छ हामी दर्शक बिन ल बब्बा लभली मनित टुटन्डीमा हान्ने थिए अब सर्रादेखि अब हाम्रो राइड चल्यो धारबारतिर फोटोसुट भइरहेछ क्यामेराम्यान त्यहाँ छन् आम्मा हिरोले कता गयो कि अब के भन्ने यतै छ ल हाम्रो दुईटा साथीहरू चाहिँ अब उता गइसक्यो बिहेमा अनि हामी चाहिँ अब एक्लो भयौँ ल गाइज हामी एक्लो भयौँ अब केटाले बाइक दिन हान्ने निस्किँदै बाटोमा हैरान छ धारपानी पुल जानु लाग्छ हामी चाहिँ अहिले भोलामा लिउँदै हाल्ने हो कि ल धारापानी तिर्दैछ आयो चाहिँ रङबाट आएर अब फर्की त्यही हो के भन्ने हो यो युवाको जोसहरू जेन्जी जोस अनि ल गाइज हामी चाहिँ अहिले धर्नातिर छौँ केटाहरू त्यहाँ पछिरहेको छन् त्यही भएर अहिले हामी अटिरहेको छौँ हामी चाहिँ पुगिसकेको छौँ अर्को त्यहाँ सक्दैन कुरो त तेरे कति टाढा हो यार तिमी आयो ल यहाँ स्टपी अर्को स्टपी आउँछ अहिले मोहितले बाइकको ब्रेक बुझेछ चाहिँ त्यो भन्नुपर्छ क्या त्यसले होइन त ए जाला जिन्दगी लुच्छ लास्ट लुच्छ दुईटा सँगै सिप लिन्छ अर्को आयो बिस्तारो है ल ल आयो केटाहरू ओए ल बाइक चाहिँ मनित राइडर ल हाल्यो गयो अर्को ल बब्बाल तेल त लास्टै साइको हान्छ न केबाट डर पनि लाग्दैन चाहिँ अब के गर्ने र हामी त हेर्ने गर्नु त अब यो यति स्पिडमा आयो यहाँबाट सायद
फोटो खिचेर भिडियो बनाएर हामी अब निस्किन लागिसकेको छौँ। ओए मालिकलाई फोन हानेन हौ। हेलो मालिक, वो गलती हो गया ना, वो मोबिल लीक हो गया। मोबिल लिक छ म त्यो नपड्का चाहिँ ल रोक बना नि त भिडियो। ल गाइस यहाँ चाहिँ अब हाम्रो सकिसकेको छ केटाहरूको। अब यहाँदेखि हामी अब जान लाग्छौँ घोराइतर्फ। यहाँ बाइक मिल्चिरहेको छ। मनी त्यो चाहिँ आएन ऊ त्यो त अझै स्टार्ट हानिरहेको छ, मान्दैन यस्तो स्पिडमा झाक्के लाग्यो यार। ओए यहाँ डर लागिरहेको हुन्छ, उसलाई चाहिँ डरै लागिरहेको हुन्न। के भन्ने डर मान्दैनस् बाबु भाइ। गाले चाहिँ फेरि भेटिसकेको छ अनि केटाहरू सबै व्यवसाय चाहिँ सबै शान्त छन्। धेरै घोर्लो नि गर्नुहुन्न गाइस, त्यही हो बजारतिर सेफ राइड लङ राइड। आजको भ्लग चाहिँ यतिमा अन्त्य गर्न चाहन्छु म। ल भाइ।